आजको दिनमा घरमा बस्न एकदमै धेरै अल्छी लागेको भएर केटाहरूसँग माछा मार्न खोलामा गएको माछाको साटो यति धेरै गङ्गटा मार्यौं कि जसले गर्दा मेरो चप्पल नै चुडियो। अल राइट गाइज, अल राइट, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र आजको दिनमा चाहिँ घरमा बस्न एकदमै धेरै अल्छी लागेको कारणले गर्दा हामी साथीहरू मिलेर माछा मार्न जानु पर्छ भनेर प्लान बनाएको। त्यसैले खाना खाने साथै माछा मार्नको लागि तीर बनाएर हामी लाग्यौं खोला। जंगलमा स्कुटी राखेर खोलामा पुग्न नि पाएको छैन, केटाहरूले तीर चलाउन सुरु गरे। तर जसो तसो गर्दै भए पनि हामी माछा मार्नको लागि हाम्रै गाउँ नजिकैको खोलामा अनि खोलामा पुग्ने साथै माछाहरू देखेर तीर हान्नको लागि पानीमा छिरेको। पहिलोचोटिमा त माछाहरूलाई उड्न नसकेर ढुङ्गामा उनेर हैरान गर्दै, तर बिस्तारै बिस्तारै गरेर भए पनि मैले पहिलो पनि चाहिँ गङ्गटालाई उनेर गरेँ। त्यसपछि त साथीले पनि आफू जत्रै माछाहरूलाई उड्न थालिहाल्यो। त्यसपछि त मैले एउटा पछि अर्को गर्दै एकदमै धेरै गङ्गटाहरू उड्न थालिहालेँ। एकदमै धेरै माछा मार्न पर्छ भनेर हामी खोलामा गएको। अनि आजको दिनमा फेरि माछाहरूको सार्वजनिक बिदा परेको कारणले माछाहरूको खानदानै उठेर टुरमा गएको रहेछ। त्यही कारणहरूले गर्दा चाहिँ हामीले खोलामा एउटा पनि ठुलो माछा देख्न पाएन। तर माछाको साटोमा चाहिँ हामीले एकदमै धेरै गङ्गटाहरू मारिरहेको। मैले चाहिँ लगातार एक पछि अर्को पछि अर्को गर्दै 3वटा गङ्गटा उनेर ह्याट्रिक हान्न सफल भए। यति गङ्गटाले मात्र हामीलाई नपुगेपछि चाहिँ अझै एकदमै धेरै मार्ने जोस जागर निकालेर माथितिर उक्लिन थाले। बिस्तारै बिस्तारै हामी यति धेरै माथि आयौं कि जसले गर्दा हामीलाई एकदमै धेरै थके लाग्न थाल्यो। त्यसपछि एउटा ढुङ्गामा बन्दोबस्त तरिकाले बसेर मैले डोरेमनको ब्याग समातेर खोल्न के पाएको थिएँ। डोरेमनको ब्यागबाट त 1 लिटरको कोको कोला त निस्किहाल्यो। त्यसपछि एकदमै धेरै थाकेको बेला 3टा कपमा बराबर हालेर 3 दाजुभाइ बसेर मजाले पिउन थाल्यो। तर कोकले मात्र नपुगेपछि मैले फेरि ब्याग चेक गर्न थालेको थिएँ। ब्याग भित्रबाट त पुरा 3वटा वाइ चाउचाउ पनि निस्किन थाल्यो। अब जंगलको बीचमा छौं, एकदमै धेरै भोक लागेको छ, यही भयो नि छोड्नु हुन्न भनेर 3 जनाले एउटा एउटा बाटेर मजाले खान थाल्यौं। त्यसपछि खाएर सक्ने साथै हामीले फेरि गङ्गटा खोज्न थाल्यौं। तर हामीले चाहिँ जति धेरै माथि जान सक्यौं उति धेरै गङ्गटाहरू पाइन्छ होला भनेर सोचेर आएको थिएँ। तर हाम्रो त्यो सोच चाहिँ एकदमै धेरै गलत निस्किन पुग्यो। किनभने हामी भन्दा पहिला नै मान्छेहरू आएर करेन्ट लगाएर माछा र गङ्गटा मारिसक्नु भएको। त्यसैले हामीले तलतिर जति गङ्गटा र माछा मार्यौं उति नै बोकेर घरतिर अनि फेरि घर पुग्न ढिलो भयो भनेर हतार हतार गर्दै दौडिँदै आएको थिएँ। चप्पल चुटेर तनाव भयो। र यदि हजुरहरूलाई मेरो ब्लग राम्रो लाग्छ भने लाइक र फलो गर्न चाहिँ नबिर्सिनु र हजुरहरूले मेरो ब्लग कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भनेर कमेन्ट गर्न चाहिँ नबिर्सिनु। यति भन्दै आजको मिनी ब्लगलाई यही इन गर्न चाहन्छु। हजुरहरूलाई भेट्छु म अर्को मिनी ब्लगमा। त्यतिन्जेलको लागि टेक केयर, बाइ बाइ।